परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो। परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो। परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो। साँझ पर्यो, बिहान भयो, पहिलो दिन। अनि परमेश्वरले भन्नुभयो, पानीका बीचमा एक एक क्षेत्र होस् र त्यसले पानीलाई दुई भाग गरोस्। परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो र साँझ पर्यो अनि बिहान भयो अनि दोस्रो दिन। अनि परमेश्वरले भन्नुभयो, आकाशमुनि भएको एक ठाउँमा जम्मा पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्। तब त्यस्तै भइहाल्यो। अनि परमेश्वरले ओबानो भूमिलाई पृथ्वी भन्नुभयो अनि जम्मा भएको पानीलाई समुद्र भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो, भूमि र वनस्पति, बिउ हुने बोट बिरुवाहरू र आआफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उम्रोस्। तब त्यस्तै भइहाल्यो। भूमिले वनस्पति र बिउ हुने बोटहरू र आआफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। साँझ पर्यो, बिहान भयो, दोस्रो दिन।